ल है साथीहरू, म चाहिँ आजभोलि हल्का बिजी भएको अवस्था छु होइन। मेरो चाहिँ ड्युटी सुरु भइसकेको अवस्था छ। अहिले चाहिँ साउदी अरबियामा चाहिँ रमदान चलिरहेको अवस्थाले गर्दाखेरि सबै लोड अनलोड सबै राति नै हुन्छ होइन। हामी चाहिँ यहाँ जिद्दा आएर चाहिँ रातभरि पर्खिनुपर्छ, कहिले पालै आउँदैन होइन, नम्बरै आउँदैन कहिले। यहाँ चाहिँ आएर राति राति गाडी लोड गर्ने, तिर्पल बान्ने, यस्तै छ साथीहरू। सुत्न नि पऱ्यो, हिँड्न नि पऱ्यो होइन। बाटोमा त्यस्तै जाम उकालो ओह्रालो पर्छ, गाडीहरू त्यस्तै जाम हुन्छ साथीहरू, यस्तै छ अहिलेको अवस्थामा चाहिँ। हल्का बिजी भइरहेको अवस्था साथीहरू। यस्तो पैसा कमाउनु नि पऱ्यो, काम गर्न नि पऱ्यो होइन। अब भिडियो बनाएर मात्रै पैसा आउँदैन, यस्तै छ साथीहरू। परदेशी ड्राइभरको जिन्दगी। सबले यसो हल्का लाइक कमेन्ट हान्दै गर्नु होला। हस्त, धन्यवाद।